सो गाइज वेलकम टु माई न्यू ब्लग। अनि धेरै दिन भएको थियो मेरो ब्लगहरू नबनाएको कन्टेन्टै थिएन। आज चाहिँ यसो कोलपुरमा धेरै ठुलो पनि नभन ठिकठिकैको पानी परिरहेछ। यही पानी परेको बेलामा मेरो गाउँघरहरू देखाउँदैछु हजुरहरूलाई। मेरो गाउँघरमा गर्ने क्रियाकलापहरू पानी परेको बेला गर्ने क्रियाकलापहरू देखाउँदैछु हजुरहरूलाई। यस्तो पानीमा उहाँ एकजना आमा भिजेर आउँदै हुनुहुन्छ। मेरो चाहिँ कन्टेन्ट केही छैन, त्यसैले मैले यो देखाउन लागेको हो। अनि मेरो भिडियोलाई हेर्नु होला। पागल पागल है थोड़े बादल बादल है दोनों खुल के बरसे भीगे जरा पानी खालिसक्यो अहिले। तुमसे मिला हूँ पहली दफा ही। हाम्रो चाहिँ यहाँ अङ्कलले आफ्नो बारीको आली बनाइराख्नु भएको छ। यस्तो पानीमा मिहिनेत गरिरहेका छन् हाम्रा यहाँ कोलपुरका बासिन्दाहरूले। यो जग्गा चाहिँ मेरो जग्गा हो होइन। यहाँ चाहिँ भैँसीको लागि घाँसहरू छ। यति धेरै रोपेर ल्याउनुभएको छ हाम्रो दिदीबहिनीहरूले। रबर आयो भनेर हाँसिरहेको छ यहाँ चाहिँ। हाम्रो गाउँमा चाहिँ भैँसीले पनि रोपाई गर्छन्। यो चाहिँ हाम्रो यो एउटा विशेषता नै हो हाम्रो गाउँको। ओइ खुद से जरा लापता हूँ, तुम्हें घर मिलूं तो बता देना, खो न जाना मुझे देखते देखते तू ही जरिया। यो चाहिँ हाम्रो गाउँको भ्यू हो। डुरुवा भन्छ यसलाई, खोला सहित। इतना बता तूने छुआ जख्मों को मेरे, मरहम मरहम। म चाहिँ हाम्रो गाउँको डुरुवाहरूको भ्यू देखाउन जाँदैछु अहिले पानीमा। नाच्छु घुम्न लाग्छु तर नाच्न पानीमा यसरी मजा लाग्छ। के गर्ने चिलो छ यार। यस्तै चिलो बाटो छ। हजुरहरू मेरो गाउँमा घुम्न आउन सक्नुहुन्छ। धेरै नै राम्रो छ हाम्रो गाउँ चाहिँ। लास्टै सौन्दर्यले भरिएको वरिपरिहरू बिरुवाहरू भएको लास्टै राम्रो गाउँ छ हाम्रो गाउँ। सिटा छ नुहाउनको लागि, धेरै थोकहरू छ। पानी चाहिँ झन् ठुलो पर लागेको छ। यहाँबाट त्यहाँ रोपाइ गर्न लाग्ने मान्छेहरू देखिरहेछन्। लास्टै राम्रो भ्यूहरू छ हाम्रो गाउँमा। चिप्लो छ बाटो, यस्तो खाल्डा खुल्डी छन् अलिअलि, तर ठिकै छ बाटो चाहिँ। यो चाहिँ नहरको बाटो हो र यस्तो देखिएको छ। अगाडितिर ड्यामहरू छ, पुलहरू छन्, राम्रो राम्रो पार्कहरू बनाएको छ। पिकनिक स्टोरहरू, पिकनिक पार्कहरू बनाएको छ। त्यो चाहिँ हाम्रो गाउँहरू हो। घरहरू राम्रोसँग, यदि राम्रोसँग त देखिन्न राम्रो मोबाइल नभएकोले। धेरै नै राम्रो भ्यू छ। म चाहिँ अहिले यही भिडियोको लागि यस्तो पानीमा डुब्रासम्म पुगेको छु। यस्तै पानी छ। उता चाहिँ हाम्रो बल खेल्ने फिल्ड छ। हाम्रो केटाहरू फेरि पानी सानी केही नभनेर बल खेल्न आइदिन्छन्। आज चाहिँ चार्ज नभएमा 5% छ। बल खेल्न आएको भिडियो हाल्न पाउँछु कि नै थाहा छैन।
अर्को हप्ता हाल्छु बल खेलेको भिडियोहरू। यो हप्ता चाहिँ इन्जोय गर्नु होला। यो चाहिँ हाम्रो फिल्ड हो। हामीले अस्ति 3-4 ट्र्याक्टर माटो गरेर पनि त्यो पनि अब सायद जान्छ होला, बगाउँछ होला पानीले। त्यहाँ एकजना बाजेले काम गरिरहेको छ, पानीमा छाता ओढाउँदै गाईबस्तु हेरिरहेको छ। राम्रो छ हाम्रो घुम्न आउन सक्नुहुन्छ। जसलाई घुम्न आउनु मन लाग्छ कमेन्ट गर्नु होला। कमेन्ट गरेपछि म त्यो कमेन्ट हेरेर रिप्लाई दिन्छु। त्यहाँ मेरो नम्बर र लोकेसन दिन्छु अनि हजुरहरू आउनु सक्नुहुन्छ। म राम्रोसँग घुम्न दिन्छु। यहाँ यताको जङ्गलतिर खरेट जामुनहरू धेरै फलफुलहरू पाइन्छ, खान सक्नुहुन्छ। समुद्रतिर होलिडेहरू मनाउनु होला। हेर्नु त्यहाँ त्यो निलो टिन देखिया छ कि नै त्यो पिकनिक स्टोर हो, त्यस्तै धेरै नै छन् हाम्रो त्यहाँ यता बाई। फेरि अब पानीमा चिसो लाग्छ। देख्यौ किराहरू पनि पाक्नु भएको छ। राजा तिमी कहाँ भित्र गइदिरा फेरि बस्न बाहिर आइरहनु बाहिर। पनि अझैसम्म पाके छैन। छोरा मान्छेको बाटोमा देखाइदिएको पहले भी मैं तुमसे मिला हूँ, पहली दफा ही मिल के लगा तूने छुआ। वाला त्यस्तो छ मेरो। पानीमा व्यापार गर्छु गरेको छु।